Hey guys, welcome to our vlog. यो चाहिँ हाम्रो बुनिया बहुत चकचके चाहिँ मैले देखाएको छैन। अनि यहाँ चाहिँ हामी हेर्नु आजदेखि म सुरु गर्दैछु कस्तो के हुने हो है, सिक्दै हो है गाइज। मैले आज चाहिँ यो चाहिँ म हो, हेर्नु न सन्चो नभएर कति दिनमा उठ्दैछु म भर्खर आज। ऊ चाहिँ हाम्रो यो निता दिदी है, हेर्नु अब मासु पकाउने सुरसार मिक्सर गर्दैछु मसला मिक्सर गर्दैछ। यो हाम्रो बुनिया, यो चाहिँ हाम्रो बुनिया छरबानी। हेलो बुनु, के गर्दैछ बुनुले? के गर्दैछ? चकचकेको यो नम्बर 1, ज्ञानी पनि नम्बर 1। हाम्रो चाहिँ आज यहाँ छिमेकीमा भोलि इन्गेजमेन्ट छ अनि आज चाहिँ त्यहाँ रमाइलो छ। आज म तपाईँलाई त्यहाँको पनि भिडियोहरू बनाएर देखाइदिन्छु ल। हेर अब यो बनाइदिनु हामीले मासुको लागि, हेर्नु मासुको लागि प्याज काट्दैछ। गजब मिठो मासु पकाउँछ अरे उसले चाहिँ। अब हामी त खाँदैनौँ, खाने मान्छेहरूको अनुसार चाहिँ गजब मिठो मासु पकाउँछ अरे हाम्रो निता दिदीले। स्टार्टै भएको छैन सुरुमै बोल्छु। अब न म चाहिँ प्याज काट्दैछु गाइस, आउनु खाना रे, म मिठो पकाउँछु मासु। हेलो, म चाहिँ मसरुम पकाउँदैछु। बाबु मसरुम च्याउ भन्दा हुन्छ? च्याउ बुनु तिमी बोल त, के बोल्छौ तिमी? के बोल्छौ? के गर्छ बुनुले भन न। खोइ हाई गरेको त भुइँसोरी नमस्ते गरिदेऊ। ल भुइँसोरी नमस्ते गरिदेऊ। अब हामी बुनले नाचेको हेर्ने कस्तो खतरा नाच्यो नि हाम्रो बुनियाले, कस्तो खतरा नाचे। हिरो बाबा केही भन्न चाहनुहुन्छ भन्नुहोस् ल। हेलो नमस्ते नमस्ते, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक हेरिदिनु शेयर होला, सब्स्क्राइब माया गरिदिनु होला। लाइक यस्तै फेरि हामी नयाँ भिडियो नयाँ कन्टेन्टको साथमा ल्याउनेछौँ। मेरो मिसेसको युट्युब च्यानललाई पनि लाइक सब्स्क्राइब बिकी माउस ब्लग गरिदिनु होला। यस अफ कोर्स बिकी माउस ब्लग। हे गाइज, ल आजको ब्लग चाहिँ भर्खर मैले स्टार्ट गरेकोले है, राम्ररी त बनाएको छैन, त्यही पनि कस्तो हुने रहेछ भनेर एउटा जस्ट ट्राई मात्रै हो। भोलिदेखि चाहिँ कम्प्लिटली सबै ब्लगहरू म लिएर आउने नै छु है। यो चाहिँ हाम्रो पसल हो, अहिले चाहिँ म पसलमा छु। हस् त, धन्यवाद, नमस्ते।